उहाँ मेरो काइलो ठुलो बाबा हो अनि आज उहाँको श्राद्ध हुँदैछ। ठुलो बाबाले हामीलाई छोडेर जानुभएको लगभग 12 वर्ष भइसकेछ। तर हरेक दिन हामीलाई उहाँको याद चाहिँ आउने गर्छ। मलाई स्पेसियल्ली मैले उहाँ जस्तो मान्छे आजसम्म कहीँ पनि भेटेको छैन। म केही कुरा थोरै उहाँको बारेमा भन्छु है त उहाँ कस्तो हुनुहुन्थ्यो भनेर। उहाँ हामीसँगै बस्नुहुन्थ्यो, मेरो काइलो ठुलो बाबा हुनुहुन्थ्यो अनि उहाँले बिहे पनि गर्नुभएको थिएन। सबैभन्दा इन्ट्रेस्टिङ कुरा भनेको उहाँ केही कुरामा पनि सेल्फिस हुनुहुन्न थियो। अनि अर्को कुरा भनेको मलाई थाहा भउन्जेल उहाँले 5 रुपियाँको पनि लोभ गर्नु भएन। इभन कहिलेकाहीँ टिकाटालो गर्दाखेरि ढोग्दाखेरि आएको पैसा पनि उहाँलाई बढी हुन्थ्यो कि राख्ने ठाउँै हुन्थेन। उहाँले आमालाई या मम्मीलाई कसै न कसैलाई त दिइहाल्नुहुन्थ्यो कि। अचार मैले बनाइसकेँ। ठुलो मम्मीले त्यहाँ रोटी लाउँदै हुनुहुन्छ, ड्याडी हुनुहुन्छ उतापट्टि अनि हाम्रो गुरु भइहाल्नु भयो अनि हाम्रो मम्मी। यो चाहिँ हाम्रो हिजो ब्याएको बाख्रो अनि पाठी इत्रु इत्रु छ। अमोय यता काम भइरहेछ। श्राद्ध चाहिँ छिटै नै हुन्छ, काम टक्क छिटो भयो भने चाहिँ। अनि त्यसपछि हामीले चिया बनाएर पिएम तुलसीको पत्ता हालेर होइन। अनि मेरो भाइ चाहिँ यहाँ पारिजातको फुल टिपिरहेछ कि त्यो झरेको टिप्छन् नि त अनि ऊ आफ्नो पारामा फुल देखाइरहेछ। उहाँ चाहिँ मेरो आन्टी पर्नुहुन्छ अनि हामी चाहिँ तरकारी काटिरहेछौँ। गिरौँला खाने कुरा भएछ होइन, दालहरू त भइ नै हाल्छ। यहाँ चाहिँ श्राद्धको बेला कहिले पनि छोरीहरूले भाँडा माझ्नु हुँदैन भनेर मेरो भाइले माझिरहेको के। गाई जब हाम्रो श्राद्ध सकिन लागेछ, लगभग सकिसक्यो भने नि हुन्छ अब। रक्षा गर्ने पितृले चाहिँ एकदम आशीर्वाद दिएर चाहिँ रक्षा गर्न हाम्रा पितृहरूले आशीर्वाद प्रदान गरी मेरो नानीहरूले लोकसेवा पास गरौँ। हाम्रो श्राद्ध सकिसकेपछि चाहिँ टिकासिका लाउने, त्यसपछि प्रसाद खाने, प्रसाद बाँड्ने अनि त्यसपछि खाना खाने मान्छेहरूले खाना खाने, यस्तै खालको कुराहरू हुन्छ। रमाइलो हुन्छ, अलिअलि मान्छेहरू आउनुहुन्छ अनि त्यसपछि सकिन्छ। तपाईँ धेरै विचार गरे कफीको नाम केही गर्दैन। दाइ अचार मिठो भयो। अति मलाई रमाइलो लागेर सो गाइज थ्याङ्क यू फर वाचिङ। फेरि पनि अर्को ब्लगमा भेटौँला। बाई।